के तपाईलाई थाहा छ, छोरा मान्छे भएर जन्मिन कहाँ सजिलो छ र छोरा मान्छेलाई काल खोज्न टाढा जानु पर्दैन, उता बाँचिरहेको हुन्छ तर दिनहुँ कालसँग जुधिरहेको हुन्छ। कहिले श्रीमतीको दिनभरको किचकिच, कहिले छोराछोरीको तिरस्कार र बेवास्ता, कहिले आमाबुबाकै भेदभाव र नबुझेको माया, काँधमा ऋणको भारी जसले उसको मुटु कुचिन्छ तर उसले केही भन्न सक्दैन। दिनभरको कामले उथाकेको हुन्छ तर बोल्दैन, रुन्छ भित्रभित्रै तर आँसु देखाउन पाउँदैन। उसले मुस्कान देखाउँछ ताकि घर चलिरहोस् तर उसलाई तँलाई ठिकै छ भनेर कसैले सोध्दैनन्। उसको प्रेम बलिदान हो, उसले केही माग्दैन। उसको शक्ति सहनशीलता हो, उसले कसैलाई दोष दिँदैन। आशा, सपना र अस्तित्वसँगै ऊ भित्रभित्र हराउँदै गएको हुन्छ। कहिलेकाहीँ ऊ चुप लाग्छ किनकि बोल्न थकाइ लाग्छ। कहिलेकाहीँ ऊ हाँस्छ किनकि उससँग रुने समय हुँदैन। छोरा मान्छे भएर जन्मिन कहाँ सजिलो छ र ऊ कालसँग लड्दै हरेक दिन जिउँदो रहने अभिनय गरिरहेको हुन्छ। बाहिरबाट हेर्दा ऊ बलियो देखिन्छ तर भित्रबाट विनाश हुँदै गएको हुन्छ। कृपया आगामी दिनहरूमा यस्तै भिडियो हेर्न र सुन्न यो च्यानललाई फलो, लाइक, कमेन्ट गर्नुहोला र पोस्टहरू पढ्नको लागि सन्तोष कार्की मौसुफ फेसबुक प्रोफाइलमा गएर फलो बटनमा थिचेर जोडिन सक्नुहुनेछ।